आज पनि हामी हिँडिसक्यौँ। ए व्यवस्थाको साथ हिँडेको क्या हामी आज नि। एउटा दुईटा तिनटा चारटा देख्यो। मेला भनेपछि त फेरि हामी त नगरी हिँड्छौँ झमेला सिरकहरू बोकेर। मेलामा हामीले कति नै के नै पाउँछ जत्तिकै गरेर हिँडिरहेछौँ। अनि आज चाहिँ हामी तल्लो बाटो आएको छेउमाहरू अघि आएर उता डाँडामा बसिसक्नु भइसक्यो। अनि भिडियो त बनाउँछु तर के गर्नु गेमको भिडियो चुप लाग्यो गल भने त्यति बोलेको हुन्छ। अब अरू त बोल्नु पनि आउँदैन पनि अनि मजा नि हुँदैन होला भिडियो। सबैजना मेला आउनु होला। 26 गते फाइनल छ। फाइनल हेर्न कति धेरै पो हुने रहेछ है 26 गते। 26 गते इथुङमा यसपालि हाम्रो ठुलो मेला लागिरहेको छ। पहिला मेला थियो अनि अहिले धेरै वर्ष भएको थियो छोडेको मेला लाग्ने इथुङमा फेरि लाग्न सुरु भइरहेको छ। तपाईँहरू पनि आउनु होला कृपया। मम्मीको तर्फबाट चुले नि त। अब गेमको भिडियो चाहिँ मैले त्यस्तो बनाउनु जान्दिनँ। जस्तो छ त्यस्तै हेरिदिनु होला। धेरै पनि हुँदैन थोरै हुन्छ। अब केटाकेटीहरूले रहर गरिहाले जस्तो आयो त्यस्तै पस्किहाले। जस्तो आयो त्यस्तै पस्किहाले। केटाकेटीहरूले रहर गरिहाले हेर्नु होला। सिरक भत्किसक्यो। ल छेउमा पनि पुरै व्यवस्थित हिँड्दै हुनुहुन्छ बर्की सर्की घुम्ताउने सोल्टी घुम्थाउने अरे हौ। पनि भन्नु भएन बुझ्नै भएन रहेछ। बुढै घुम्थाउनु नि त हौ एकछिन आए जे पर्ला पर्ला। हामी मेलामा आइसक्यौँ। मेला सुरु भइसकेको छ। गेम सुरु भइसकेको छ। हामी यता सरेर आएन होला। अनि भरे यता आउँदा छ्यामा भएको नजानु नि भनेको किन जानु अरे। दिदी अहिलेको नि निबु खोला भर्सेस 9 स्टार थिएछ। 9 स्टारले 2 गोल लाग्यो। यो पछाडि त फेरि अस्तिकै गेम हुनु। अब हेर मद्दत गर्न छिटो भने सुन्छु त। छु 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 लैजा हो। पाथिभरा भर्सेस भालुखो। हिजोको त हाफ पनि छैन। कराउ कराउ जाइ आयो आयो बोलेला सुके पक्षीको पनि आउँदै छ कि किन आउँदैन? सुकेको पक्षीको नि छ। अघि मैले देखेको साथी
लागेको थियो हेर्दिउँ त यता लाग्यो गोल लागेको हेरौँ है भाइ फ्री किक चाहिँ यहाँ डाइरेक्ट लगाऊ त कसले लगाएको छैन उड्यो आम्मामा बिना मात्र उड्यो बजिया गोल लाउने सम्भावना भनेको बा कोचको फोन टिङ टिङ साथीहरुको साथीले गरेन प्रगति घलेगाउँ भर्सेस बहिनी कुन पो घलेगाउँ र मुलुहाङ ए घलेगाउँ भर्सेस मुलुहाङ झाडो भएन उति गरेर बस्दा हुँदैन हुन्छ साह्रो अप्ठ्यारो भयो झार्दा हुन्छ त्यसै त काममा पनि झार्दा जाँदिन कहाँ ए मासला खुट्टामै हिर्कायो ऊ गोललाई हान्दाखेरि लागेको के यस्तो आधी उल्टो भएर खेल्दा त नि कहाँ हो फेरि लड्दैछ लड्दै जानु त्यसले निकाउँछ अघि त्यसले लाग्छ त्यो सनस्क्रिमहरु लाइट अफ लिने ए नि यस्तो हुन्छ त अनि भिडियो गरेपछि चाहिँ जान्छ त सकिन्छ त अनि मैले चाहिँ के भन्नु र कता छ सो अरे उते ए फेरि अन्यो गयो त देख्यौ मलाई झुक्काएर मात्रै गर्छ नि त अनि क्यामेरा खिचेर बसेको छैन तिमी फुर्सद छैन नि मेरो के गर्नु गोल गोल ला के हो फेरि त्यहाँ चाहिँ के भन्दैछ
सुकेपोखरी भर्सेस यलम्बर को गेम हुँदैछ। आयो नानी हुँदैन यत्रो वर्ष भएर आहै के गर्दा पो नानी मसँग जानु भयो नि बिग्रेको नि तर सबैको नातिनीहरूलाई राम्रो गरेर ए ए ताली बजाउँछ त उनीहरू कि त होइन। कुनको सपोर्टर होला हामी? सुकेपोखरीको भन्नु न त्यो अङ्कलले। कुन टिम हो र हो तिमीहरू? कुन टिम हो र दुईटा कार्ड पायो? उताको होला। यता हो सारुचा भन्ने लाग्यो नानीले। गोल गोल येल्लो कार्ड निकाल्यो त किन? ए गोल चाहिँ टिपेको रहेछ म त येल्लो कार्ड निकाल्दा त दिनु आँटेछ बच्चिया। आहै तौलिया बेरेर बस्यो भने पो गोल पस्यो दाजु। आँखा देखेन क्या भाइले घामले के गर्छौ त चेक दिनु जानु न। हेर्नु न कति छिटो यो घाम। भोलिदेखि यस्तै पत्लै लुगा ओढेर आऊ। यो नओढ ठुलो ठुलो ओढ्दा साह्रै जाडो। त्यही त अचम्म पऱ्यो म त। कुनले पो हान्यो गोल? सुकेपोखरीले। सुकेपोखरी कति नम्बर जर्सी? त्यो त खोइ। ए सर सरलाई त पछाड सक्यो हौ। हामी चाहिँ मेला सकेर घर फर्क्यौँ। जाडोले थोरो कामदै यी जनताहरू